नमस्ते। अहिले चाहिँ हामी मर्निङ सिफ्टको भन्दा पनि हाम्रो साथीहरूसँग चाहिँ घुम्न गइरहेछौँ। कहाँ घुम्ने भन्दाखेरि चाहिँ सालमेरको बलिउड पार्क घुम्ने भन्ने चाहिँ सोच गरिरहेछौँ। अहिले चाहिँ हाम्रो पुरानो बिल्डिङ आइवा सोनम अल्सो कमिङ देयर। Say hi. Today my vlog start. Hi. Okay. Hi say. Hello. Okay. यस्तो छ है लु के हुन्छ म देखाउने नै छु है त। भुटानबाट हुनुहुन्छ क्युटी हुनुहुन्छ जो चाहिँ हाम्रो एकदमै घुम्नको लागि हामी चाहिँ यो मर्निङ सिपहरू एकजना मान्छे वेटिङ हाम्रो दाइहरू वेटिङ। यहाँबाट कति 2 मिनटमा पुगिन्छ बस चढेर। यो चाहिँ हाम्रो मर्निङ सिपको सबै टोलीहरू। यता चाहिँ हाम्रो चस्मा लाएर ह्यान्डसम हुनुहुन्छ नि उहाँ चाहिँ हाम्रो सिडी सेफ हुनुहुन्छ। सबै सेफहरू छ अनि हामी वेटर 3 जना सेफहरू हुनुहुन्छ। यस्तो छ है हाम्रो हालत है। अब हामी बस चढ्छौँ। अब ट्याक्सीमा जाने कुरा भएन। के छ रोजल भाइ? रोजल भाइलाई मेरो शब्दले अलिकति दुख्यो क्या हो। त्यसो भनेको त्यसो कहिले पनि म भन्दिनँ सोच्दिनँ भाइहरूलाई। ओहो हाम्रो राजु समाल झन्नै राजु समाल जस्तै देखिरहेको छ त। झुकिन्छ है यहाँ सुरु भइरहेछ होइन। इन्जोय आजको दिन चाहिँ। खै भाइलाई रोजल भाइ एउटा अझै पनि किनियो होइन। यस्तो छ हालत। झऱ्यौँ बसबाट झऱ्यौँ त हाम्रो दुईवटा फिटनेसहरू मर्निङको बलिउड पार्कमा आइसकेका छौँ। बलिउड पार्क चाहिँ यता छ। हाम्रो सेफ यता हुनुहुन्छ कैफियत सेफ। कैसा लग रहा है? एकदम मस्त। ये वीडियो देखने का मेमोरीज का। ये मेरा अनीश सुब्बा यूट्यूब चैनल में आ रहा है। यूट्यूब है ना? यूट्यूब में आ रहा है। यूट्यूब में देखने का मजा लेने का। आई मिस यू। हेलो सेवारो नमस्ते। के छ रोजल भाइ? ठिक छ। बोल न यार के छ? बोल्दा थाकिसक्यो। के चाहिँ बोल्यो त नि? यता के छ? दुईवटा भुटानको राम्रो मान्छेहरू यता दाइ के छ भन्नु पर्ने? एकदम ठिक छ। रमाइलो भइरहेको छ। रमाइलो भइरहेको छ यता। कस्तो छ साथीहरु? ठिक छ लु दोजे। ओ के पो भन्छ तिम्रो भाषाबाट एक दुईवटा बोल। बोल न। छाडो दिसु गाइस बोल न लु म भाइ बोल्छु। मेरो भाइ के छ खबर? कस्तो छ साथीहरु? ठिक छ। म बोल्छु क्या। अहिले चाहिँ हामी बलिउड पार्कतिर गइरहेछौँ। यहाँबाट छिर्ने बाटो छ। यहाँ चाहिँ एकदम ठुलो छ। शीतल पनि भइरहेछ। हामी चाहिँ यो मर्निङ सिफ्ट एउटै मर्निङ सिफ्ट भएर के गर्छ मर्निङ सिफ्ट भएर हामी हिँडिरहेछौँ होइन। यता चाहिँ भुटानको 2 जना हुनुहुन्छ एकदमै मिल्ने साथीहरू हुनुहुन्छ हाम्रो मर्निङ सिफ्टमा काम गर्नेहरू। यहाँबाट छिर्ने। थ्याङ्क यू सो मच। ल ओ तपाईँकोबाट बनाउनु न म यहाँ भ्लग। ओ उता के पो भन्छ टिकटक बनाइदिनु त भिडियो। यहाँ चाहिँ यस्तो छ यताभित्र। कस्तो लागिरहेछ दोर्जी? एकदम दामी साथीहरु। दामी लागिरहेछ। हो नि। अनि के भन्छौ आज यो मर्निङ टिम हामी अन्तिममा? I will miss you all guys. Oh my god. Sir?
सुबी दाई थ्याङ्क यू सो मच आइदिनु भयो कस्तो लाग्यो जग्गा दामी अझै ठाउँ छ यहाँ सानो सानो पुलहरू जस्तो छ हो र भाइ के भन्छ तिमी भाइ फेरि क्या थियो यार फेरि यता टिकटक कार्यक्रम भइरहेको छ हो मेरो दाई हो चाहिँ अब एक मात्र दाई हो क्या उहाँ चाहिँ कस्तो ह्यान्डसम यस्तो भइरहेछ रमाइलो जिउ घटाएको अरे यस्तो भइरहेको चाहिँ हेर्नु त यो के गरेको होला थाहा छैन हेर्नु त हो र होइन होला हौ यार हामी चाहिँ आज गरे मर्निङको सबै टोलीहरू चाहिँ गइरहेको छ यस्तो छ बाहिर पछाडि फोटो खिच्दैछ आउँदैछौँ आज धेरै दिन पछाडि चाहिँ भ्लग बनाइयो एकदम खुसी लाग्यो ल है त नाच्दैछ कुनै कुनै टिकटक बनाउँदैछ यता नमाज पढेर पनि आइसक्यो ल आउनु आउनु उता हाम्रो सेफ त आइसक्यो नि त के छ कस्तो लाग्यो यो भन त सफा तर अलि अबेला आयो नि त होइन अबेला आयो तर पनि यता अब यता टर्मिनल छ अब यताबाट हामी ल्यान्ड हुन्छौँ है अब यता छ यतै अंदर जाएंगे तो यस्तो छ हामी चाहिँ यो टर्मिनलभित्र छौँ यो चाहिँ सालमिया पार्क भन्छ यसलाई सालमिया पार्कको बलिउड पार्क भन्छ हामी त पहिला यहाँ डेली आइबस्थ्यौँ हाम्रो अकोमोडेसन यहीँ नजिकै थियो र अहिले चाहिँ हाम्रो बाबुलाई सरेकोसँग अलिक गाह्रो भइरहेको छ के छ भाइ एकदम ठिक छ नि होइन भाइले यार फोटो खिच्दैन भन्छ यार दाइले यार म चाहिँ यहाँ कतिजनाको खिचिदिनु भन न आफै क्यामेराम्यानहरू पनि एकदम गाह्रो हुन्छ नि त्यो पनि आफ्नै फोन राम्रो राम्रो फोटो खिचिहाल्छ गाली दिन्छ गाली दिन्छ या तिमी दाइको लागि सजेस्ट गर न यार के गर्नु अनि यसरी आज पछाडि गाह्रो छ नि गाह्रो छ मलाई सब लोग मेरे यूट्यूब चैनल सब्सक्राइब करने का कैसे फिर बताओ यसरी सब्सक्राइब गर्नुपर्छ गुड एकदम तातो रहेछ नि तातो रहेछ तर राम्रो ठाउँ छ नि प्लेस खै हो हाम्रो टोलीहरू छिटो आउनु न हौ हेट एकै ठाउँ छैन त यार छिटो आउनु पर्यो क्या यार फोटो कति खिच्नुहुन्छ यार किधर है मेरा दीदी किधर है हेलो वाह मेरा दिदी कति राम्री ड्युटीमा ड्रेसमा भन्दा झनै राम्री आइपुगेको छ हुन्छ म सघाउँछु नि त्यस्तो के पाउनु दिदी बहिनीको यो नो वरिज म स्पोन्सर गरिदिन्छु भोलि पर्सि ल म स्पोन्सर गरिदिन्छु भोलि ए ऊ भिडियो भ्लगमा आउनुलाई त उहाँ त फेरि साह्रै छिटो नि ऊ हेर्नु त साह्रै छिटो हो त अब बाढी पनि दिनुहुन्छ त पर्दैन मेरे को देखने अब लड़की वाले आ रहे हैं आज चाहिँ वेटर हो लु अच्छा लग रहा है वो तो रोने वाला था यार नहीं माथि नहीं खाने नंबर 1 अस्ति किन भेटा दिएन नि रेस्टुरेन्टमा अहिले याद आयो कति राम्री म्याम नखाने यमदर्शी तिमी चाहिँ के यसको ब्लग गरे सबैजनाको भ्लग
मेमोरी नै हामी चाहिँ आउँदै हुनुहुन्छ पछाडिबाट ब्लगमा स्वागत छ गाउँलेमा त्यहाँ आएको हामी ल हामी चाहिँ यो आज मर्निङ छ हामी चाहिँ अहिले रेल गाउँलेमा आइपुगिसकेका छौँ महाबुलामा त जहिले गइन्छ रेल गाउँले सालमियामा चाहिँ सेकेन्ड टाइम मेरो तपाईँ फर्स्ट टाइम तपाईँ से देगा अब मोमो पानी पूरी भी नहीं खाऊंगा 2 प्लेट खाए फाइनली हामी रोल गाउँलेमा गाइस पानी पूरी भी
हामी आइपुगेछौँ यस्तो हुन्छ लड़कों के दिलों में तू आग लगा के बेबी फायर नकली से नखरे तू करे जब देखे हमें झूठी तो तेरे नखरे पे जैसे काला धब्बा जुझता है तेरे चेहरे पे उससे ज्यादा मैं तो 10-12 लड़के मार देती हूँ तू Cheers. 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 मेरो चाउमिन मगाइदियो होइन होइन न बच्चाहरू त आउँछ त हो हाम्रो ऋषि दाई आजको प्रायोजक हुनुहुन्छ हेड मास्टर उहाँ हो अनि यता सेकेन्डमा हो थर्डमा यता अनि यता हाम्रो सिस्टरहरू हुनुहुन्छ उहाँहरू यता हाम्रो आजको गेस्ट विशिष्ट अतिथि पाहुना उहाँ हुनुहुन्छ अनि यता दुईजना हुनुहुन्छ रोजा एन्ड बाइफियत यता चाहिँ म चाहिँ छुइनँ हो कता गएँ के गर्नु अब खिचिदिने मान्छे कोही छैन एक्लो जिन्दगी परेछ अहिले चाहिँ हामी रोयल गाउँले रेस्टुरेन्टमा छौँ सालमिया स्थित यहाँ चाहिँ हाम्रो आज थोरै भेटघाट जमघट कार्यक्रम थियो ह्यान्डसम दाई हुनुहुन्छ यता हाम्रो प्रदीप सरकार हुनुहुन्छ यता हाम्रो पेमा सर नाच्नु पर्यो सर नाच्नु पर्यो है सबैजना कैसा लगा आज का पार्टी आज का इन्भाइरोमेन्ट बढिया राम्रो एकदम धेरै धेरै है धन्यवाद कस्तो लाग्यो भन्नु नसोचेको रमाइलो भयो नि होइन नसोचेको सबैको डान्स धेरै रमाइलो सबैभन्दा पपुलर अनि बेस्ट अफ द के भन्छ सिरी सरलाई जान्छ किनकि डान्स भनेको उहाँले जस्तो प्रकारको झ्याउरे भयो झ्याउरे
होइन जस्तो भन्यो जस्तो अब बन्यो जे पनि उहाँ चाहिँ फाड्नु हुँदो रहेछ थ्याङ्क यू सो मच यता टोपी लगाएर हाल्दैछ के हो हिपहप ऊ चाहिँ एकदम खतरा धेरै धेरै धन्यवाद तपाईँसँग हिँडेको पहिलोचोटि हो तर कसो भने तपाईँ रमाइलो इन्भाइरोमेन्ट गरिदिनु हुँदो रहेछ इन्भाइरोमेन्टलाई एकदमै रोचक दमदार मजाको हुँदो रहेछ थ्याङ्क यू सो मच अबै धेरै धेरै धन्यवाद अनि भन्नु के छ ठिक छ रमाइलो टाइम स्पेन्ड गर्न है? साह्रै रमाइलो लाग्छ यो दिन अँ यो आजको दिन एकदम मेमोरेबल छ है अँ फर एभर ग्रिन म तपाईँलाई सम्झिरहने छु ओ माई गड यस्तो छ हाम्रो अब चाहिँ हामी घर जाने तर्खरमा छौँ हाम्रो गाडी आउँछ के छ ठिक छ हामी अब जान लागेको डर पार्टी भयो होइन पार्टी भयो कि पार्टी भयो पार्टी भयो होला ल थ्याङ्क यू अब कहिले भेट हुन्छ थाहा छैन अब त्यस्तै हो ल खुसी हुनुहुन्छ नि एकदम ओहो मेरो पैसा नगएको आमा गाडी बजेर इन्डोनेसियाको पैसा लिने 3 अँ रुपियाँ अँ अनि मसँग मात्रै ओके होइन ओके के छ र अर्को रोजन